हे कता जाम र के गर्ने होला र के गर्ने होला र जाने भयो दिन र रात टोला र यो मन रोइरहने हे मर्छु क्यारे कोही केटी नपार कोही केटी नपार रात कटाछु लाङखुट्टे धपार यो मन रोइरहने कहिले होला मैले बिहेको माला पहिरने कता जाम र के गर्ने होला र जानी भयो दिनरात टोलाएर यो मन रोइरहने कहिले होला मैले बिहेको माला पहिरने भन्दै चर्चित लोकदोहोरी गायिका निर्जला गुरुङले गायक चिज गुरुङलाई बिहेको प्रस्ताव राखेपछि गायक चिज गुरुङले दिए यस्तो जवाफ। आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी तपाईहरुको माझमा पछिल्लो समयका चर्चित लोकदोहोरी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङले गाएको लाइभ दोहोरीको फुल अपडेट लिएर उपस्थित भएका छौं। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाई हामीलाई यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने हरियाली गुल्मी युट्युब च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। नेपाली लोकदोहोरी क्षेत्रमा सबैका लोकप्रिय बन्दै गएको जोडी हो गायक चिज गुरुङ र गायिका निर्जला गुरुङ। गायक चिज र गायिका निर्जला गुरुङले गाएका हरेक लाइभ दोहोरीहरू देश तथा विदेशमा रहेका हरेक नेपालीहरूको मनमुटुकमा बस्न सफल जोडी पनि हो र उनीहरूले गाएका हरेक लाइभ दोहोरी दर्शकहरूले एउटा पनि नछुटाइकन हेर्ने गरेको पाउन सकिन्छ। गायक चिज र गायिका निर्जला गुरुङलाई दुवैलाई बिहेको बरमाला लगाउने मन लागेको जस्तो यो लाइभ दोहोरीमा प्रस्तुत गरेका छन्। कता जाम र के गर्ने होला र जाने भयो दिनरात टोलाएर यो मन रोइरहने मैले बिहेको कहिले होला माला पहिरने भन्ने बोलको गीतसँगै गायिका निर्जला गुरुङले यसरी टुक्का प्रहार गर्दा गायक चिज गुरुङले यस्तो जवाब दिएका थिए। मर्छु क्यारे कोही केटी नपाएर रात कटासु लाङखुट्टे धपाएर यो मन रोइरहने कहिले होला मैले बिहेको माला पहिरने भन्दै गर्दा गायक चिज र गायिका निर्जला गुरुङले यो लाइभ दोहोरीमा एकदमै टिपिकल शब्द र रमाइला शब्दहरू प्रयोग गरेका छन्। गायक चिज र निर्जला गुरुङको लाइभ दोहोरी तपाईहरुलाई कस्तो लाग्यो कमेन्टमा जानकारी गराउन नबिर्सनुहोला।